ल है गाइस, आज चाहिँ यो हाम्रोतिर सुँगुरलाई बनाउने तरिका। सुरुमा मारिसकेपछि चाहिँ हामी खस्रोको बटुलेर उसकोबाट आगो लगाउँछौँ। यसरी आगो लगाएपछि चाहिँ बाहिर बुर्ला फाल्छौँ। त्यस पछाडि यो धुने काम हुन्छ। पानी हाल्दै धुने, मजाले बाहिरको सब धुने काम हुन्छ। अन्त कतैतिर चाहिँ अब तातो पानीले खुवाउने चलन पनि रहेछ, तर हाम्रोमा चाहिँ यस्तो पुरै धोइसकेपछि यो बेसार यसरी लाउँछौँ। यो बेसार लगाएपछि चाहिँ चिर्ने काम हुन्छ। यसरी अलि जो कोही मान्छेले चाहिँ जान्दैन यो भित्रको यो कसो हुन्छ आन्द्र भुँडीहरू निकाल्नलाई अलि सिपाल खप्पिस मान्छे चाहिन्छ। त्यो खोजी हुन्छ जहिले नै हाम्रो सुँगुर काटेपछि चाहिँ यो ठ्याक्कै यो यसको सबै आन्द्र भुँडी चाहिँ मजाले निकालिन्छ। यो सुँगुर के भन्छ नचुडिने गरी। अब खप्पिस मान्छे त्यस्तो भइदिएन, यो चुडिएर भित्र मासु खत्तम बनाउने हुन्छ। हेर्ने साथी हो हाम्रो साथीले निकालिरहेछ मजाले। आन्द्र भुँडीहरू सब भित्र सब निकाल्ने कि यस्तो क्या यसरी निकालिरहेछ होइन। यो एकदम सिपालु खप्पिस मान्छे चाहिने कि यसमा चाहिँ एकदम यस्तो दामी क्या मेहनत चाहिन्छ कि एकदम मिहिनेत बिना एउटा सिप नै चाहिने। एकदम खप्पिस मान्छे चाहिने कि आज सुँगुर काटेपछि आन्द्र भुँडी निकाल्नलाई चाहिँ हाम्रो गाउँमा एकदम विशेष मान्छे हुन्छ क्या। एउटा विशेष मान्छेले निकाल्ने हुन्छ। त्यस पछाडि यसरी आन्द्र निकालिसके भुँडी निकालिसके पछाडि भित्रको रगतहरू निकाल्ने हुन्छ।